के छ प्रमोद सरको हाल खबर? कायदा छ नि हो अनि के छ नयाँ नौलो? के छ हल्ली चल्ली? एकदम राम्रो छ। खायो, काम गऱ्यो, बस्यो। घुम्न जाउँ न हौ यसो आज त छोरीको बर्थडे पनि छ। काम छ अफिसमा, धेरै काम छ, म भ्याउँदिनँ। किन हौ जाउँ न हौ जाउँ। कति छ कामै काम छ मेरो त, म भ्याउँदिनँ। काम गर्नु छ। ए साँच्ची सुन्नु न हौ, भन्छ मलाई नि एउटा रानीको हार बनाइदिनु न हौ, कति चाहिरहेको छ बाफरे। यसो पार्टीतिर बेतिर कतै जाँदाखेरि सबै साथीहरू यस्तो हेर्दाखेरि रानीको हार टक्क लगाएर आएका हुन्छन्। आफ्नो चाहिँ रानी हारै छैन, अस्तिदेखि भनेको झन् एउटा किनिदिनु न हौ रानी हार। के भयो दिपिका, बोल्नै छोडिस् त? अनि अघिदेखि एउटा रानी हार किनिदिनु भनेको बोल्दै बोल्नुहुन्न। अनि ओठ मात्रै चलाइरहन्छ त, भन्न के भन्न आँटे कि यहाँ बस्दा रानी केही हार सुनिँदैन किनिदिनु क्या। भनेको क्या? यहाँ बस्दा केही सुनिँदैन क्या। कसरी सुनिँदैन हौ? पत्यार लागेन, लु आइज त यहाँ बसिहेर त। लु छोड्नु त, लु छोड्नु त, लु छोड्नु। कतिको सुनिँदैन रहेछ। लु सुन्न दिपिका, भन्नु न। ऊ साथीहरू क्या, उहाँ थाइल्यान्ड जाने भनेर कुरा गरिरहेछन् केटाहरू। अब यो ठ्याक्कै क्लोजिङ लाग्न आँट्यो। अब यो बेलामा थाइल्यान्ड जाउँ, टक्क घुमौँ भनिरहेछन् केटाहरूले। जानु पऱ्यो ल, म भरे त लुगासुगा प्याकिङ गरिदिएको गर, अनि भरे म अफिसबाट आएपछि अनि ट्याक्क टिकट गर्न जानुपर्छ ल। ओइ ल जाने क्या? जाने भनेको के? के बोल्नु भएको हो? ए थाइल्यान्ड जाने भनिरहेछन् साथीहरूले यार। साँच्ची यहाँ बस्दा केही सुनिँदैन रहेछ। तपाईँले भनेको हो रहेछ हो। केही सुनिँदैन।